नेपाल क्रिकेट टिमको जुन तरिकाको वान डेमा पर्फर्मेन्स छ त्यो पर्फर्मेन्स कहिले इम्प्रुभमेन्ट हुन्छ। ब्याटिङदेखि लिएर बलिङदेखि लिएर जुन तरिकाको पर्फर्मेन्स देखाइरहेको छ आइसिसी मेन्स क्रिकेट लिग स्टेज 2मा नेपाल क्रिकेटले T20 मात्रै खेल्न जानेको छ कि वान डे कहिले खेल्न जान्ने हो। जुन तरिकाको पर्फर्मेन्स भइरहेको छ नेपाल क्रिकेट फ्यान्सको लागि एकदम डिसअपोइन्ट, ब्याक टु ब्याक लस। आइसिसी मेन्स क्रिकेट लिग स्टेज 2मा सबैभन्दा 7th 8th पोजिसनमा रहेको टिमसँग नेपाल हारेको छ आज युएईसँग। अब नेपालको जुन तरिकाको पर्फर्मेन्स रहेको छ त्यो बारेमा डिस्कसन गर्नेछु यो भिडियोमा मैले। अब नेपालले जुन तरिकाको ब्याटिङ डिस्प्ले गर्यो, नेपालले जुन तरिकाको बलिङ डिस्प्ले गर्यो यो भिडियोमा डिस्कसन गर्नेछु मैले। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु र यो भिडियोलाई लाइक गरिदिनु, कमेन्ट पनि गरिदिनु। नेपालको वान डे गेम्स किन इम्प्रुभमेन्ट हुन सकेको छैन, यो भिडियोलाई सब्सक्राइब पनि गरिदिनु। 64 सब्सक्राइबर पुगेको छ हाम्रो च्यानलमा, 100 सब्सक्राइबरको टार्गेट रहेको छ। छिटोभन्दा छिटो त्यो पनि टार्गेट पुऱ्याइदिनु र यो च्यानललाई सपोर्ट गरिदिनु। अब स्टार्ट गरौँ। नेपाल भर्सेस युएई। सुरुमा नेपालले टस जितेको थियो र नेपालको जुन तरिकाको ओपनिङ पार्टनरसिप रहेको छ युएसएसँग पनि राम्रो थिएन र यो गेममा पनि राम्रो भएन। कुशल भुटेल छिटै आउट भए। त्यसपछि भीम सार्की। मैले पहिलाको भिडियोमा पनि भनेको थिएँ कि भीम सार्कीको ब्याटिङ एप्रोच अलिकति डिफेन्सिभ भइरहेको छ, अलिकति टेक्निकली साउन्ड प्लेयर भीम सार्की हो कि होइन भन्ने पनि अलिकति डाउट भइरहेको छ। अब भीम सार्की पनि छिटै आउट भएका थिए। त्यसपछि 10 ओभरमा 33 for 2। त्यसपछि एउटा राम्रो पार्टनरसिप हुन्छ आसिफ शेख र रोहित पौडेलको। आसिफ शेख र रोहित पौडेलको राम्रो पार्टनरसिप भएपछि नेपाल फेरि पनि राम्रो स्कोर्सतिर गइरहेको हुन्छ, पार्टनरसिप बिल्ड भइरहेको हुन्छ। त्यसपछि आसिफ शेख आउट हुन्छन्। 15 ओभर्स पछि चाहिँ आसिफ शेखको विकेट जान्छ र आरिफ शेख आउँछन् ब्याटिङ गर्न। आरिफ शेखको जुन तरिकाको सुरुको ब्याटिङको एप्रोच थियो राम्रो एप्रोच थियो। अलिकति एट्याकिङ गरिरहेका थिए, बललाई अलिकति प्रेसरमा राखिरहेका थिए। कन्ट्रोल इनिङ आरिफ शेख र रोहित पौडेलको कन्ट्रोल इनिङ र राम्रो पार्टनरसिप बिल्ड भइरहेको थियो र नेपालको स्कोर चाहिँ 260 to 70 देखिरहेको थियो 50 ओभरसम्म। त्यसपछि चाहिँ आरिफ शेख आउट हुन्छन् 32.4 ओभर्समा। आउट भएपछि पुरै चेन्ज हुन्छ मोमेन्टम। 70 रन्सको पार्टनरसिपको मोमेन्टम ब्रेक हुन्छ त्यहाँ। त्यो ब्रेक भएपछि त्यसपछि दिपेन्द्र सिंह ऐरी आउँछन्। स्मल पार्टनरसिप फेरि रोहित पौडेलसँग स्मल पार्टनरसिप चाहिँ हुन्छ। त्यसपछि दिपेन्द्र सिंह ऐरी आउट हुने बित्तिकै गुलसन जाको विकेट जाने बित्तिकै नेपाल ब्याकफुटमा हुन्छ। रोहित पौडेलले पुरै इनिङ कन्ट्रोल गरिरहेका हुन्छन्। अब दिपेन्द्र सिंह ऐरीको चाहिँ जुन तरिकाको रनआउट थियो, रनआउटले गर्दाखेरि मोमेन्टम पनि चेन्ज भयो र अलिकति गेमको टर्निङ पोइन्ट, वान अफ द टर्निङ पोइन्ट नेपालको लागि के चाहिँ दिपेन्द्र सिंह ऐरीको रनआउटै थियो। गुलसन जाको त्यस्तो राम्रो पर्फर्मेन्स पनि भएन र गुलसन जा जुन तरिकाले आउट भयो त्यस्तो राम्रो सर्ट सेलेक्सन पनि थिएन। अब त्यसपछि नेपाल 233 मा अल आउट हुन्छ। 233 मा अल आउट। अब वान डे गेम्समा सोच्नु, वान डे गेम्समा 233 रन्स आइसिसी क्रिकेट ग्राउन्ड जुन तरिकाको ग्राउन्ड छ, जुन तरिकाको ग्राउन्ड डाइमेन्सन छ, 233 को टार्गेट केही पनि होइन। 260 to 70 पुगेको भए एउटा राम्रो स्कोर हुन्थ्यो। रोहित पौडेललाई फेरि पनि बधाई छ, सेन्चुरी पुगेको छ रोहित पौडेलले। 6 वर्षपछि पारस खड्काले 6 वर्ष अगाडि यही ग्राउन्डमा सेन्चुरी लगाएका थिए। रोहित पौडेलले आज सेन्चुरी लगाएका छन्। आउटस्ट्यान्डिङ रोहित पौडेल। अब त्यसपछिको जुन तरिकाको युएईले ब्याटिङ गर्यो, अट्याकिङ ब्याट्सम्यान ओपनिङ पार्टनरसिप 63 को पार्टनरसिप भएको थियो र नेपालको कुनै पनि बलर्स एफेक्टिभ देखिएन यो पिचमा। 63 मा एक विकेट जान्छ, 64 मा फेरि अर्को विकेट जान्छ। त्यसपछि नेपालले अलिकति कन्ट्रोल गर्नुपर्ने हो इनिङ। कन्ट्रोल गरेर अलिकति प्रेसरमा लिएर आएको भए युएई अलिकति प्रेसरमा पनि हुन्थ्यो र युएईले पार्टनरसिप पनि बिल्ड गर्ने थिएन। अब त्यसपछिको जुन तरिकाको
पर्फर्मेन्स गरेका छन्। आर्यन शर्मा युए को ब्याटर्स 98 रन्स 98 बलमा वान डे गेम्सलाई एप्रोच गर्नुपर्ने जुन तरिकाको इनिङ खेलेका छन् चेजिङमा 233 को टार्गेट 98 बलमा 98 रन्स राम्रो पर्फर्मेन्स गरेका छन् आर्यन शर्माले र नेपाललाई फेरि पनि हारको सामना गर्नु परेको छ। अब नेपालको लागि बलिङमा राम्रो पर्फर्मेन्स भनेको सन्दीप लामिछानेको 2 विकेट 34 रन। अब यो गेम्सबाट के सिक्न सकिन्छ? अब 2027 को वर्ल्ड कप त बिर्सिम। 2027 को वर्ल्ड कपमा चाहिँ नेपालले राम्रो पर्फर्मेन्स गरेर नेपाल क्वालिफाई हुन्छ भन्ने चाहिँ रियलिस्टिक तरिकाले सोद्धाखेरि छैन। एउटा सपना नेपाल क्रिकेट फ्यान्सले सपना देख्नु र नेपाल क्रिकेट फ्यान्सले हैन नेपाल क्रिकेट टिम अझै पनि राम्रो गर्छ, नेपाल क्रिकेट टिमले अझै पनि राम्रो गर्न सक्छ भन्नु एउटा रियलिस्टिक तरिकाले सोच्यो भने सम्भव छैन जस्तो लाग्छ मलाई। तर अब नेपालको अब आउने गेम्सहरूको लागि के एप्रोच रहन्छ? नेपालले वान डे गेम्समा राम्रो गर्नु छ भने नेपालको ब्याटिङ सुरुमा चाहिँ ब्याटिङलाई नै एकदम राम्रो गर्नुपर्ने छ। नेपालको ब्याटिङ एप्रोच जुन तरिकाको मिडल ओभर्सको ब्याटिङ र ओपनिङ स्ट्यान्ड नेपाल अलिकति वान डेमा अलिकति पछि पर्नुको कारण पनि वान डेको पर्फर्मेन्स ओपनिङ पार्टनरसिपको पर्फर्मेन्सले गर्दा पनि हो जस्तो लाग्छ। अब हामी अलिकति ठुल्ठुलो टिमलाई हेरौँ, इन्डियालाई हेरौँ, अस्ट्रेलियालाई हेरौँ, साउथ अफ्रिकालाई हेरौँ, यिनीहरूको ओपनिङ पार्टनरसिप कति राम्रो हुन्छ र जुन तरिकाको पछिको ब्याटिङ हुन्छ कति राम्रो हुन्छ। त्यही हिसाबले चाहिँ नेपालले ओपनिङ पार्टनरसिप राम्रो हुनु पर्यो। त्यसपछि ब्याटिङको मिडल ओभर्सको ब्याटिङ त छँदैछ। अब बलिङमा अब आजको पर्फर्मेन्स त्यस्तो राम्रो थिएन युएईसँग, तर बलिङ राम्रो छ नेपालको, अझै पनि राम्रो छ। त्यसैले ब्याटिङमा राम्रो गर्ने बित्तिकै नेपालले राम्रो पर्फर्मेन्स गर्न सक्छ र नेपालको T20 गेम्समा होस् वा वान डे गेम्समा होस् नेपालले चेजिङमा वर्कआउट गर्नुपर्छ। चेजिङको पर्फर्मेन्स जब कुनै पनि टिमले टार्गेट दिन्छ नेपाललाई, नेपालले चेज गर्न सक्दैन, स्टार्सले पनि त्यही नै भन्छ। त्यसैले नेपालले ओभरअल पर्फर्मेन्स राम्रो गर्नुपर्ने छ वान डे गेम्समा। अब हेर्दा के हुन्छ, नेक्स्ट म्याच भनेको नेपालको युएसएसँग छ। अब यो गेममा मैले एज अ नेपाल क्रिकेट फ्यान्सले चाहिँ मलाई हेर्न मन लाग्यो भने नेपालको अब एप्रोच के कसो रहन्छ ब्याटिङमा। बलिङमा नेपालले राम्रो नै गर्छ, नेपालको जुन तरिकाको बलिङ एट्याक छ नेपालले राम्रो गर्छ। ब्याटिङमा नेपालको जुन तरिकाको एप्रोच हुन्छ सबै नेपाल क्रिकेट फ्यान्सले ब्याटिङलाई हेर्नु, ब्याटिङलाई एनालाइज गर्नु। पहिला मिडल ओभर्सको ब्याटिङ के कसो रहन्छ, अन्तिमको ब्याटिङ के कसो रहन्छ र बलिङको लास्ट 10 ओभर्स 40 देखि 50 ओभर्सभित्र चाहिँ नेपालको के कस्तो पर्फर्मेन्स रहन्छ त्यो हेर्नु, त्यो एनालाइज गर्नु। त्यसपछि बल्ल थाहा हुन्छ कि नेपाल क्रिकेट टिम वान डेमा चाहिँ कुन स्टेजमा छ, कुन लेभलमा छ। अब नेक्स्ट भिडियोमा मैले नेपाल भर्सेस युएसए को डिस्कसन गर्नेछु, त्यसैले त्यो पनि भिडियो आउने नै छ यो च्यानलमा। त्यसैले यो भिडियोलाई लाइक गरिदिनु र यो च्यानललाई सब्सक्राइब गरिदिनु। आई विल सी यू अन द नेक्स्ट भिडियो। जय नेपाल।